नमस्ते जय मसी एभ्रिवान। अनि हाम्रो चाहिँ ड्युटी स्टार्ट भइसकेको छ है। अनि हामी चाहिँ बर्दै आधी बाटोहरू आइपुगिसक्यौँ होइन। अनि अहिले चाहिँ हामी छौँ होम्समा है। अनि हामी चाहिँ यहाँ डिस्ट्रिब्युसन हामी चाहिँ सेलिङ गर्दैछ, बेच्दैछौँ होइन। अनि यहाँ चाहिँ दिदीले दिनु हुँदैछ, उहाँ चाहिँ हाम्रो बोजू हुनुहुन्छ हो। साग चाहिँ एकदम अर्ग्यानिक आएको छ हो। अर्ग्यानिक सागहरू चाहिँ यस्तो छ होइन फ्रेन्ड्स। अनि को लागि जानु हुँदैछ दिदी होइन। यहाँ भित्र चाहिँ होम डेलिभरी हुन्छ नि त हाम्रो। अनि यहाँबाट आउनुहुन्छ, कहाँ जानुभयो? टिकटक आइए जल्दी। हेलो बड़ा मजा की होती सी। बड़ी बड़ी शैनी कुड़िया में कुड़िया नीचे फिट अम्मा या तर सफाले दे तर दियो त दिदिन मैं पर मागी रहेछ अहिले बडा मागी हाले एउटा मात्र दिन्छु। देखेंगे ना देखो देखो काट के ले ले। हाँ ले लो जी। यस्तो छ फ्रेन्ड्स हाम्रो चाहिँ जिन्दगानी दर्पण छाया। ड्युटी टाइम यस्तै हुन्छ। यस्तो मजाकीहरुसँग बाटो बाटोमा भेट। मजाकी बुद्धि भन्नु न। ए बडा मजाकी बुद्धि है। हामीले लाइक गर्नु ल। अच्छा ये बाय बाय। ल भन्नु यहाँनिर हो। यता हो यता। म गएको ल। देखो बडा मजाकी बुद्धि है। सुँगुर चचेसँग खानु ल। सो फ्रेन्ड्स अब चाहिँ हामी तपाईँले गर्दै छैन नि त, मैले छोडिदिएको नि आज। सो फ्रेन्ड्स आज बिहान चाहिँ भ्लग बनाउनु पाएन होइन। किन भन्दाखेरि चाहिँ भ्याएन हो यताउति कुदेर। र चाहिँ भोलि देखाउने छु तपाईँहरूलाई नयाँ जग्गा है। नयाँ ठिका बढेको छ नि त, गाईहरू ब्याएको छ है। र हामीले त्यहाँको भिडियो बनाउनु सकेन, भोलि बनाउनु सकेको छु तपाईँहरूलाई। ओके अब चाहिँ हाम्रो यहाँदेखि लिएर कता कता घुम्नु पर्ने हुन्छ। ओके फ्रेन्ड्स फलो मी। चलो चलो। अब चाहिँ साग पनि ल्याएको थियो होइन। अब सक्नु आँट्यो हो। को पर एकजना आन्टीलाई लगिदिनै पर्छ नभए रिसाउँछ फेरि क्या। मलाई चाहिँ ल्याइदिनु अर्ग्यानिक सब्जी भन्छ होइन। एभ्री डे हुँदैन किनभने अहिले पानीले गर्दाखेरि सबको सागहरू चाहिँ बर्बाद गरिदियो होइन। अन्त सिमरायोहरू चाहिँ सबै बगाएर लग्यो अरे होइन। अन्त अहिले फिलहाल चाहिँ आज ल्याइदिनु भएको छ। अब 2 दिनमा फेरि हुन्छ फ्रेन्ड्स। चाहिँ हामी चाहिँ यस्तो यस्तो भएर यात्राहरू कता चाहिँ आफ्नो व्यापारको तर्फ जान्छ, आफ्नो ड्युटीको तर्फ। फ्रेन्ड्स हाम्रो फेसलाई तपाईँले माया दिनुभएको छ, त्यसको लागि थ्याङ्क यू सो मच है। यसरी नै हामीलाई माया दिइराख्नुहोस् अनि फलो गरिदिनुहोस्। कतिजनाले फलो गर्नु नगर्नु हुनेहरूले फलो गरिदिनुहोस् फ्रेन्ड्स। यो चाहिँ मात्र होम्स एरिया हो हाम्रो ड्युटीको बाटो। ड्युटी चाहिँ ओरी हो, यसको नाम चाहिँ ओरी ओरी ओरी। दिस फ्लावर कॉलिंग बगन बेली भाई बलिगे ब्यूटीफुल बेली बेली। वो आकाश भी देखिए कितना खूबसूरत नजारा है। देखिए वाह, आकाश को दिखाओ जरा ऊपर करो कैमरामैन। हाँ वाया सक्यो। गुड मॉर्निंग। मालिकलाई पर्खिरहेको थिएँ। दिएँ मैले यहाँनिर। गुड मर्निङ। मालिकलाई पर्खिरहेको थिएँ होइन। अहिले आएर लैजाउँ अङ्कल आइरहनु चाहन्छ। अब चाहिँ अलमोस्ट ड्युटी सक्नु आँट्यो र अहिले चाहिँ हामी कहाँ जानु छ? अलिकति आउनु हौ। कहाँ जानु छ? सुँगुरको मासुमा पल्केको है। उहाँको घरमा पठाउनुको लागि जाँदैछ हामी चाहिँ। पोकको मिट खाने अरे नि त फ्रेन्ड्स।
सो पोको मिट ल्याइदिनुको लागि चाहिँ हामी फेरि गोसगनको बाटोको तर्फ जाँदैछ। यस्तो बाटो भएर जाँदैछ हामी चाहिँ। सब्जीहरू सबै अहिले चाहिँ मुर्झाइरहेको छ किनभने आज बेलुका त आउँछ होला भोलि हाटको लागि है। खै आमा गाडी माथि छ, कसले लान्छ है दाना? आज चाहिँ भैँसीको मासु लाँदै खाँदैन अरे तिमीहरूको आमाले? चोची खानु जाँदैनौ तिमी चाहिँ तिम्रो घर? के गर्नु, जानु पाउँदिन। जानु त मन थियो नि अब होइन, जानु पाउँदैन रहेछु। बिचरा घोडाबाट आँसु पो चुहेर आयो मेरो त। तपाईँको त घोडाबाट चिन्छु, मैले आँखाबाट चिन्छु त। यस्तै छ फ्रेन्ड्स, भेरी डटी गोसखान जाने बाटो चाहिँ के सिस्टरहरू सबै हराएर कता कता गयो। हामी त यतैतिरै छ, तपाईँलाई बाजु देख्दैछ। ठिकै हुनुहुन्छ? हजुर कहाँ यतै छौ हामी, हतपत यहाँ आउँदैन नि त। सो फ्रेन्ड्स अब चाहिँ यहाँनिर पोकको मिट लानुपर्ने हुन्छ, अब पोकै झार्नुपर्ने हुन्छ यहाँनिर हो। सो फ्रेन्ड्स हामी चाहिँ घर आइपुग्यो है। यस्तो गर्छ घर आइपुग्यो। मैला गरेर आएको हुन्छ कि यिनीहरू छैन नि फेरि खाना पनि रुच्दैन फ्रेन्ड्स मलाई चाहिँ कि पुरा छोडी भएको आउने बित्तिकै क्वाइट के को हल्ला ओछ्यान हेर यस्तै मैला नगर्नु। यहाँनिर चाहिँ पेन्टिङको काम हुँदैछ फ्रेन्ड्स है। सक्यो पेन्टिङ सेन्टिङ गरेर यहाँनिर चाहिँ वासिबल लगाइदिएको छ। तर के गर्नु, हाम्रो घरमा दुईजना नानी छ कि केटाकेटीहरू, यति साह्रो मैला गरिदिन्छ है। टक्कै दाग बनाइदिएर यो चाहिँ हिजो कम्प्लिट गरिसकेको, आफै लगाएको, यो चाहिँ आफै लगाएको घरकै उफ्रेको लास्ट इयरको पेन्ट थियो, बिग्रियो होला भनेको त बिग्रेको छैन रहेछ हो। अन्त चाहिँ लगायो। औ बालिके ला कहाँ गयो तिमी? म चाहिँ यहाँ बोलाउँदै थिएँ तिमीलाई। ल अब चाहिँ म कुकिङ गर्छु फ्रेन्ड्स के। औ बालिके सेम 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 पिन्च भएछ है। फ्रेन्ड्स ऊ चाहिँ उसको रुममा गएर लुगा चेन्ज गरेर आएको होइन नि, म चाहिँ मेरो लुगा के अरे रुमबाट चेन्ज गरेर आएको होइन। अनि हामीले चाहिँ ब्रेकफास्ट नगरिकन आएको नि त, घरमै खाऊँ भनेर। अन्त हेरेको त लु एउटै कलरको टी सर्ट लगाएछ। ला अब तिम्रो त कलर गएको छैन रहेछ त हातबाट। खै देखाउनु त, देखाउनु त ब्याक साइड। हेर्नुहोस् है फ्रेन्ड्स, त्यो किसिम भयो 7 बजेको थियो है। बिग्रियो होला भनेर सोचेको थिएँ फ्रेन्ड्स। लास्ट इयरको अब यो चाहिँ प्यान्ट हो है, तर बिग्रेन रहेछ। अब चाहिँ नानीहरूले गरे पनि वास गर्दा पनि हुन्छ यसमा चाहिँ। दुईजना केटाकेटी छ नि त हाम्रो घरमा चाहिँ। अब के बनाउने खाजा तिमी? पुरा भोक लाग्यो। हेर्नुहोस् फ्रेन्ड्स, आउँदै यता यी दुईटा बनिन्छ दामी हाम्रो
अन्त अघि बजारबाट के लिएर आएको छ हामीले खानु? त्यही त अब आज चाहिँ खाने नै अरे नि त फ्रेन्ड्स। अहिले म हात सुगाउ म चिया पुसाल्छु भनेको खाने नै भन्दा पनि उता सान्से पठाउनु पर्ने थियो बालिकाको घरमा होइन। अन्त त्यहाँ पठाउँदा चाहिँ अन्त बालिकाले भन्यो हामी कम भनेर है भोकिहाल्यो अन्त अन्त बोकिहाल्यो, सल्लाह मिलिहाल्यो। सल्लाह गरेपछि सल्लाह गरिहाल्नु न, खानु डल्ला हुन्छ नि त है। जो देखाउनु न छिटो पोक चाहिँ कस्तो लाग्छ भनेर। अरे यार प्लेट में डालो ना, काटूंगा ना मैं। कैसा लड़की है रे भैया जी। अनबक्सिङ गरिदिनु नि हुन्छ ए थोड़ा अच्छे से रखो। ऐसे भी ऐसे कर दूंगा ना देखिए देखिए उधर भी इधर भी है, दिखाओ। ये हमारे बच्चे लोग के लिए लाया है मैंने। यो पनि पोकको मिठै हो फ्रेन्ड्स। यो चाहिँ अब मेरो बाहिरको नानीहरूको लागि। अरू ब्रेड के अरे रोटीहरू नबोलिरहनु, ब्रेड छैन कि छैन? त्यही ब्रेड गर्नु नि, स्याहार ब्रेड खुवाउँ ल। होस् नबनाइ बस हौ रोटी ल। हुन्छ तिमीहरूको लागि यिनीहरूको त ओछ्यान त नि यति साह्रो मैला गर्छ यिनीहरूले। म छक्कै पर्छु यिनीहरूको मैला बदमास देखेर। नानीले पढालेको पो अबदेखि म आफै सफा गर्छु आज तिमीलाई म नुहाइदिन्छु। अब चाहिँ खाना छिटो छिटो खाएर फ्रेन्ड्स गाडी धुनु पर्ने छ। मेरो बसन्ती पनि पुरा मैला भइरहेछ, नधोको 2 महिना जस्तो बेसी हुइसक्यो होइन। टाइम नपाएर बिमारी भएर त्यस्तो भएर र आज चाहिँ फाइनली गाडी धुने सम्भावना भएको छ। हाम्रो मिटिङ फिक्स भएको छ होइन। किन भन्दाखेरि चाहिँ आज चाहिँ घाम पनि एकदमै भन्दा पनि एकदम रमाइलो भइरहेछ। म तपाईँहरूलाई यहाँको केही दृश्यको झलक देखाउने छु, हेर्नुहोस्। सनी डे कस्तो रमाइलो हुन्छ घाम लागेपछि चाहिँ है। उज्यालो छ। टोस्ट बनाउनु कि नर्मल? यो के भन्छ क्रिम हालिदिनु न ब्रेडमा। त्यसै बनाउने क्रिम दलिदिनु ब्रेडमा कि रोस्ट क्रन्ची नबनाउनु कि त्यसमा क्रिम दलिदिनु हो। त्यहाँदेखि खाउँ न, मिठो हुन्छ। कसलाई मनपर्छ भन्नुहोस् त फ्रेन्ड्स। यो चाहिँ क्रिम होइन, अन्त अब यो ब्रेडमा दलेर चाहिँ खानु टेस्टी लाग्छ मलाई चाहिँ। फ्रेस क्रिम होइन, यो चाहिँ तर हो, दुधको तर, अनि ब्रेडमा दलेर खाने हो। यो चाहिँ चौचेको मिठो पकाइदिन्छु अब यो कुकुरको। अनि तिमीलाई अरू के छ भन्नु? यो मान्छेको भन्नुभएको छैन है? किन भन्नुभएको छैन? हो त अन्त मान्छेकै। सो अब चाहिँ हेर्दै हुनुहुन्छ होला हाम्रो डेली लाइफलाई यसरी चल्दैछ है फ्रेन्ड्स। जिन्दगानी दर्पण छाया टन टिक टिक। यो चाहिँ हिजो कलर लगाएकोले यस्तो बिग्रेको छ टेबलहरू चाहिँ है। रङ जान्दैन लेतेपेते भइरहेछ। चेयरको पनि हालत यस्तो भइरहेछ। अब चाहिँ म यसलाई मजाले वास गर्छु। यस्तो भइरहेछ, वरिपरि लागिरहेछ हो। घरमा म्यानहरू छैन नि त, त्यही भएर अब चाहिँ म धुन्छु यसलाई। सो फ्रेन्ड्स अब चाहिँ लन्च गर्ने समय चाहिँ भइसक्यो है, किनकि भोक लाग्नु थाल्यो है। अनि यहाँ चाहिँ पाक्यो कि पकेन हेर्नुपर्ने हुन्छ होइन। म्याडमजी के हालचाल है यहाँ त्यसै? पनि ल्याऊ नि त। पुरा थुक्यो नि त देखेर। टेस्टी टेस्टी। एक मेरे रुक जाओ। हाँ चला के देखो। ये सैलेड काटेको नि त। यो खाने तिमी? हजुर म लप्सी खान्छु। लप्ची खान्छु, लप्ची। यहीँ गर्छु। एउटा मात्रै खान्छु तर ल। यो चाहिँ काटेर राखेको धनियाँ हो होइन, बारीबाट ल्याएको। बन्द गर्दै हाल्नु ग्यास ल।
नुन ठिकै छ होला टेस्ट गर्ने यहाँ चाहिँ माम छ अनि यहाँ चाहिँ पातलो दाल बनाएको डाल ल्याउँछ लप्ची हेर्नुहोस् अब चाहिँ यो खाएर चाहिँ जानुपर्छ फ्रेन्ड्स गाडी धुनुको लागि है आलु पस्क ल म खान्न प्याज त तिमी खाने खाऊ सो फ्रेन्ड्स अब चाहिँ हामी लन्च गर्ने